मर्निङ आजको क्लासमा बुझ्न गइरहेको छौँ हामी डे 2 मा एक्टिभ प्यासिभ भोइस अन्तर्गतको इम्पेरेटिभ सेन्टेन्समा। इम्पेरेटिभ भनेको कसलाई भनिन्छ त बुझौँ सुरुमा। एन इम्पेरेटिभ सेन्टेन्स इज अ सेन्टेन्स द्याट गिभ्स एन अर्डर, कमान्ड, रिक्वेस्ट, एडभाइस, इन्स्ट्रक्सन अर सजेसन। यदि हामी यसलाई नेपालीमा भन्ने हो भने चाहिँ हामी जसलाई आज्ञा गर्छौँ, जसलाई कुनै कुरा गर्नलाई चाहिँ हुन्छ नि पर्मिसन दिने अथवा कुनै कुरालाई हामीले कसैलाई आग्रह गर्छौँ भन्ने कुरोहरू यसमा पर्छन्। इम्पेरेटिभमा प्राय सब्जेक्ट हुँदैन, यानि कि यसको सुरुवात हुन्छ बेस भबबाट। बी भब जुन हुन्छ नि, बी भबको फर्स्ट फर्म अथवा यसमा मेन भबको फर्स्ट फर्मबाट सुरु हुन्छ यो, र साथमा यसमा अब्जेक्ट हुन्छ सिधै। अब हेरौँ पहिला यसको इम्पेरेटिभ सेन्टेन्स अन्तर्गत के पर्छन् त। 1 मा हेरौँ त सिम्पल इम्पेरेटिभ। यदि कुरा गर्ने हो भने एफर्मेटिभको रूपमा एक्टिभ र प्यासिभमा देखाइरहेको छु त्यसलाई। पहिला बुझौँ स्ट्रक्चर है। इम्पेरेटिभमा हजुरलाई पोजिटिभमा आयो भने V1 आउँछ अनि अब्जेक्ट हुन्छ। त्यसमा यदि प्यासिभमा गर्ने हो भने नि यहाँ हामीले लेट गर्ने हो। यो कन्फर्म रुल हो है, फिक्स रुल हो। V1 बाट सुरु भएको छ भने यहाँ लेट गर्नु होला अनि प्लस यो अब्जेक्ट जुन छ यो यहाँ आउँछ लेटको पछि, अनि प्लस यो V1 भनेको छ नि बी भबको फर्स्ट फर्म हो, बी भब। त्यस भएर चाहिँ हामीले के गर्छौँ बी अनि प्लस भब 3। यसरी हामी लेट प्लस अब्जेक्ट बी र भब 3 गर्छौँ एन्सरमा। ल हेर्नुहोस् त एक्टिभ, जस्तो इक्जाम्पल दिएको छु, क्लोज द विन्डो आएको छ नि, क्लोज द विन्डो। यसमा के गर्ने, क्लोज भनेको V1 हो, द विन्डो भनेको अब्जेक्ट हो। लेट गऱ्यौँ हामीले द विन्डो अनि V1 भएकोले बी भब 3 के हुन्छ क्लोज्ड। लेट द विन्डो बी क्लोज्ड हामीले यसरी गर्ने हो एन्सरमा चाहिँ है। अब हेर्नुहोस् नेगेटिभ इम्पेरेटिभमा आउनुहोस् त। यसमा हामीले कुरा गर्दा चाहिँ यदि नेगेटिभमा डोन्ट लाएर आएको छ, डोन्ट प्लस V1 प्लस अब्जेक्ट आएको छ भने हामीले एन्सरमा गर्दा लेट प्लस अब्जेक्ट गर्छौँ अनि प्लस नट गर्छौँ। यो नटलाई हामीले यहाँ नट गर्छौँ अनि डुको ठाउँमा के गर्छौँ भने बी गरिदिन्छौँ, बी प्लस भब 3। लेट अब्जेक्ट नट बी भब 3, यसलाई याद गर्नु, लेट अब्जेक्ट नट बी भब 3। अब अर्को आउनुहोस् त पोलाइट। पोलाइट भनेको इम्पेरेटिभ हो। यसमा क्वेसनमा प्लिज र काइन्डलीबाट सुरु भएको छ भने हजुरले सिधै प्लिज र काइन्डली नै गर्नु पर्दैन, मतलब एन्सरमा चाहिँ। बट क्वेसनमा चाहिँ हजुरलाई प्लिज र काइन्डलीबाट नै आएको हुन्छ अनि प्लस V1 र अब्जेक्ट हुन्छ है। अब एन्सर के गर्ने, यो प्लिज र काइन्डली जुन आए पनि एन्सरमा यु आर रिक्वेस्टेड, यो वेयर होइन यु आर हो, यु आर रिक्वेस्टेड अनि टु गर्नु होला प्लस V1 अनि प्लस अब्जेक्ट जुन दिएको छ त्यही नै हामीले सार दिने हो यसमा चाहिँ है त, यहाँ चाहिँ अब्जेक्ट। सो बी भेरी केयरफुल। अब आउनुहोस् त प्र्याक्टिसमा बुझाउँ हामी। ओपन द विन्डो, यो के हो त, यो हो V1 र यो के हो, यो हो अब्जेक्ट। अब बुझाउँ त हामी। यसमा के गर्ने, लेट